ल यो नयाँ रेसिपीका लागि आँटा अब सुरुवात गरेँ। चक्कीको आँटा, रासिन आँटा हो यो। मैदाभन्दा चाहिँ आँटा प्रिफर गर्छु म चाहिँ, मैदा खाँदिनँ बेसी। र आँटा चाहिँ एकदम दामी हो शरीरको लागि। र नयाँ रेसिपी आज है, आज मैले यो मसँग सहभागी नित्य मिन्छ मलाई हेल्प गर्ने। अब आँटा अलिक ठुल्ठुलो बेल्नुपर्छ, पराठा जस्तो बेल्नुपर्छ, ठुल्ठुलो बेल्नुपर्छ है। ल अब बेल्ने सुरु गरेँ, मैले बेल्ने सुरु गर्छु। मलाई चाहिँ स्वादिष्ट खानु मन लाग्छ के, व्यञ्जनहरू मिठो मिठो पकाएर खानु मन लाग्छ। ल ताई बसाएँ। वास्तविकमा यो इन्डक्सनमा बनाउनु मजा आउँछ। इन्डक्सनमा चाहिँ चिपचिपाहट हुँदैन। तर पनि अब ठिकै छ ग्यासमा। ल अब पराठा, पहिला चाहिँ पराठा टाइपको बनाउनु पर्छ, काँचो काँचो बनाउनु पर्छ, त्यति साह्रो पकाउनु हुँदैन। र यसले प्याज, क्याप्सिकम, टमाटो खोर्सानी है मसिनो काटेर, अब क्याप्सिकम हालेँ, तेल उछुट्यो, हातमा लाग्यो, तेल उछुट्यो, बिस्तारै हाल्नुपर्छ। त्यसपछि अन्डा, मैले अन्डा घोलेर राख भनेको थिएँ मैले, अन्डा चाहिँ घोलेर राखेको छ। अब यस्तो हुन्छ है साथीभाइ, तयार भयो मेरो। अब चाहिँ खाने बेला भयो नित्यम र मेरो लागि। लो है।